स्वागत छ यहाँलाई फेरि पनि ब्ल्याक एन्ड व्हाइटमा। मसँग हुनुहुन्छ रिता खरेलज्यू। स्वागत छ यहाँलाई। धन्यवाद। खर्च जुटाउनु धेरै गाह्रो छ। गाह्रो छ। कहाँबाट जुटाउनुहुन्छ तपाईले? कति खर्च छ त महिनाको? यसको त अब हिसाब किताबै हुँदैन। अब आवश्यकता धेरै छ। लगभग कति जान्छ? लगभग 2.5 लाख जान्छ। 2.5 लाख भनेको धेरै पैसा हो। धेरै पैसा हो। त्यसलाई जुटाउने कसरी? जुटाउने भन्दाखेरि एकजना माडवारी हुनुहुन्छ, उहाँले चाहिँ पुरै घर लिइराख्नु भएको छ। लगभग 63 सालदेखि हो उहाँले। उहाँको नाम? महेन्द्र गोयल। महेन्द्र गोयल। हजुर। थ्यांक यू महेन्द्र गोयल। थ्यांक यू। अरु चाहिँ यस्तै माडवारी धेरै समुदायहरू हुनुहुन्छ, जस्तै हाम्रो हेमलामा यहाँकै बुवा पनि आउनुभएको छ अहिले हाम्रो सम्पर्कमा, र लगायत विभिन्न जस्तै हाम्रो श्याम देवाजु, अब नाम लिएर साध्य छैन। क्याप्टेन श्याम कृष्ण देवाजु, हजुर। उहाँको परिवार नै पुरै, छोरी आउनुहुन्छ अमेरिकामा, छोरीदेखि बुवा आमा र उहाँ मार्फत धेरै हुनुहुन्छ, धेरै नै हुनुहुन्छ। यहाँ लिस्ट पनि छ यहाँसँग, हामीसँग लिस्ट पनि छ, र उहाँहरूकै जानुहुन्छ, हेर्नुहुन्छ, आवश्यक परेको यस्तो के छ भनेर उहाँले सोधिसकेपछि यो अवस्थामा यो छ भनिसकेपछि खर्च भनेको। आज ब्ल्याक एन्ड व्हाइट मार्फत तपाईले त्यो संस्थाको निम्ति के चाहनुहुन्छ? सद्भाव पहिलो त, त्यसपछि कोही चाहनुहुन्छ भने हामीले एउटा आफ्नै, अहिलेसम्म हामी भाडामा छौँ, आफ्नै एउटा बिल्डिङ बनाउँदैछौँ आश्रमको, संस्थाको नाममा जग्गा लिएर 73 लाखमा जग्गा लियौँ भर्खरै, र यो अहिले निर्माण कार्य भइरहेको छ। तपाईले सरकारी अस्पतालहरूसँग मात्रै आबद्ध हुनुहुन्छ? हजुर। तर तपाईको संस्थाबाट लगेको कुनै पनि बिरामीहरू हजुर अरू अस्पतालहरूका पदाधिकारीहरूले, हजुर, डाक्टर साहबहरूले, त्यहाँको नर्सहरूले कस्तो किसिमको रेस्पोन्स दिनुहुन्छ उहाँहरूले? रेस्पोन्स भन्दा त जुन अस्पतालबाट लग्यो त्यही अस्पतालबाट पनि रेस्पोन्स पाउँदैनौँ। रेस्पोन्सको कुरा गर्ने नै हो भने त अझै पनि पाइरहेको। पहिला त यसको लागि धेरै सङ्घर्ष गऱ्यौँ हामीले। आफ्नो दुःख चाहिँ पन्छाएर तपाईमाथि दुःख राखिदिने, पछि गएर तपाईले त्यहाँ गएर के गराउनु पर्यो भने तिरस्कार गर्ने। तपाईँ संस्थाले चाहिँ के गर्छ प्रश्न? त्यस्तो अवस्थामा तपाईले के चाहिँ सोच्नुहुन्छ? त्यो बिरामी त तपाईको हातमा आइसक्यो। दिगदार लाग्छ उहाँहरूको मानसिकता देखेर, उहाँहरूको बुझाइ देखेर। बिरामीलाई माया गर्नु त छोड्नुहुन्न? छोड्दिनँ, झन् बढी माया लाग्छ। त्यो बच्चा छ नि, टाउको ठुलो भएको बच्चा, कस्तो लाग्छ देख्दाखेरि? त्यसको त म कुनै व्याख्या नै गर्न सक्दिनँ। एउटा चेतना भएको प्राणी भएर सबै कुरा बुझ्छ उसले। को आउँदैछ, कसले मलाई भेट्दैछ, कसले माया गर्दैछ, सबै कुरा बुझ्छ, र पनि उसले आफ्नो बताउन सक्दैन। नाम के हो? सुमित लामा। उसको चाहिँ आफ्नै बुवा आमाले छोडेको, उसको असली नाम हो। अरू बच्चाहरूको चाहिँ अस्पतालले राखिएको नाम हो। 1 महिना बुवा आमासँगै बसेर उपचार गराएर 1 महिनापछि चाहिँ उसलाई थाहा भयो कि उसको कुनै पनि उपचार हुँदैन, ऊ जन्मभरि नै यत्तिकै हुन्छ भन्ने थाहा भएपछि अस्पतालमै छोडेर भागेको। 4 वर्ष बितायो उसले अस्पतालको बेडमा। ठीक हुँदैन उसको कुनै उपचार छैन। उसको उपचार भयो। अब के त त्यसको भविष्य के त? भविष्य उसको संरक्षण मात्रै हो, अरू केही पनि छैन। ऊ बाँच्छ। तपाईहरुले नै राख्ने अब त्यसको त अरू कुनै उपाय छैन। अलि एउटा कुनै डाक्टर साहबको नाम भनिदिनुस् जो चाहिँ तपाईसँग आबद्ध हुनुहुन्छ? डाक्टर साहब भन्नाले हाम्रो अब जस्तै तपाईको यो संस्थामा ल म त यो मेरो व्यवसाय त यो हो, मेरो पेशा त यो, तर पनि मैले तपाईलाई आएर समय दिनुपर्छ है हजुर भनेर। डाक्टर जेपी अग्रवाल टिचिङ अस्पतालबाट, प्रदीप वैद्य टिचिङ अस्पताल सर्जरीको, भगवान कोइराला, त्यसपछि गएर हाम्रो यो तीर्थराज बुर्लाकोटी पहिला कान्तिको डाइरेक्टर हुनुहुन्थ्यो, उहाँहरु कन्स्टेन्टली आइरहनुहुन्छ। हजुर। अनि त्यसपछि गएर हाम्रो अन्कोलोजी वार्डको, क्यान्सर वार्डको प्रकाश निधि तिवारी, कैलाश रहेछन् त अग्रजहरु हुनुहुन्छ। नभए त कसरी चाहिँ यहाँसम्म आइपुग्नु? छन् सबै नराम्रो त कहाँ हुनुहुन्छ र? राम्रो पनि हुनुहुन्छ। उहाँहरू रातो दिन लागि पर्नुहुन्छ कसरी यो संस्थालाई चाहिँ टिकाउने, कसरी गर्ने। अनि त्यो फाइनान्शियल सपोर्ट उहाँहरूले जुटाइदिन सक्नुहुन्न? जुटाइदिइ पनि रहनु भएको छ केही हदसम्म उहाँहरूले पनि। सबै एकै व्यक्तिले सबै गर्छ। कति क्यापासिटी छ तपाईहरुको? कति जना सम्म चाहिँ राख्न सक्नुहुन्छ? 25 बेडको छ अहिले हाम्रो। 25 बेड। हजुर। औषधिहरू पनि तपाईहरुले यो उसबाट नै उठाएको पैसाले नै गर्ने हो। नेपाल सरकारबाट कुनै पनि सपोर्ट छैन भन्दा पनि हुन्छ। यो जग्गा किन्ने बेलामा चाहिँ हामीलाई राजस्व दस्तुर चाहिँ छुट भयो, जुन रजिस्ट्रेसन हजुर 4% चाहिँ पायौँ। त्यो पनि अचम्मै लाग्यो, त्यति पाउनु पनि एउटा ठुलो
सफलता लियो सरकारबाट। नेताजीहरू होइन होइन होइन, नेताजीहरूको त म छाया पनि छैन, छाया पनि छैन। नेताजी आउनु चाह्यो भने छाया पर्न पनि दिन्न। किन अहिलेसम्म त्यो मेरो घमण्ड होइन। त्यो राम्रो मन भएका नेताजीहरू पनि त होला नि। हुनुहुन्छ, नभएको होइन। तर नेता भनेपछि आज हाम्रो एउटै भाँडामा मुसिएको छ। जस्तै संस्था भनेपछि आज हामी 12 वर्षसम्म धेरै सङ्घर्ष गर्नु पर्यो नि, किनकि संस्थामा विकृति पनि छ नि। संस्था भएर हामी यसरी अगाडि आउन चाहेकै थिएनौँ, नचाहनाले पर्दा नि अहिले पनि हामी चाहेर होइन। यहाँको बुवाले भेट्नुभयो नि जुन दिन, म भन्छु छोरालाई, अझ श्यामजी देवाजीले भन्नुभयो नि तपाईँहरू जानुपर्छ, यति फोर्स गर्नुभयो कि किनकि आज हाम्रो समाज यति बिग्रिसकेको छ कि हरेक क्षेत्रबाट। त्यस कारणले गर्दा पनि आफ्नो परिचय लुकाउन चाहिँ हामी खुसी हुन्छौँ। हामीलाई काम गर्नलाई कुनै पनि दुःख छैन, तर आफ्नो परिचय जोगाउनलाई बढी। तपाईँको नकारात्मक दृष्टिकोण यही कारणले आयो किनकि तपाईहरू पीडित हुनुभयो। तपाईँले जति काम गरे पनि त्यसको मूल्याङ्कन सही ढङ्गले नगरिदिँदाखेरि कहिलेकाहीँ मनमा लाग्छ हो, मानिस हौ, लाग्छ हो, त्यो लाग्नु स्वाभाविक हो। यदि त्यो नलाग्यो भए सायद तपाईँले आज यहाँसम्म पुर्याउन सक्नुहुन्न थियो। तर पिताजी म तपाईँलाई के भन्न चाहन्छु भने समाजमा थुप्रै थुप्रै राम्रा व्यक्तिहरू पनि हुनुहुन्छ, जुन व्यक्तिहरूलाई तपाईँले के गर्दै हुनुहुन्छ त्यो कुरा थाहा छैन। तर आज तपाईँ ब्ल्याक एन्ड व्हाइट पुग्नु भएको छ। ब्ल्याक एन्ड व्हाइट हेरिरहनु भएका सम्पूर्ण दर्शकहरूमा फेरि पनि अनुरोध गर्न चाहन्छु म सधैँ चाहिँ, आज यस्तो व्यक्तित्वलाई हामीले यहाँ निम्ताउन पायौँ। उहाँले एउटा आमाको काम मात्र होइन कि एउटा दानीको काम मात्र होइन कि सबै कुरा बुझाउने पुर्याउने व्यक्तिको रूपमा प्रस्तुत हुनुभएको छ। यदि तपाईँहरूमध्ये कसैलाई पनि उहाँलाई सहयोग गर्नु रुचि छ भित्र मनबाट भने अवश्य सम्पर्क गर्नुहोला। ब्रेकपछि तपाईँलाई एड्रेस दिनेछु। Until then, just stay back with Black and White. We'll come back again with more topics with Rita.